अहिले हामी जङ्गल सफारीको लागि तयार हुँदैछौँ। यो चाहिँ नि हाम्रो जङ्गल सफारीको लागि रेडी जिप। Hi, Jipma. Going to safari and चढ्नु त गाह्रो रहेछ। चढ्ने त साँच्ची नै गजबको रहेछ त। चढ्नु सकिँदो रहेछ। अहिले हामी चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मेघौलीको ठाउँमा छौँ। गोलघाट एरिया। अहिले हामी राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मेघौलीमा छौँ। गोलघाट हाम्रो के खाना रहेछ हामी अहिले हामी यो गोलाल घाट सफारीबाट हामी अब यहाँ नारायणी नदीदेखि हाम्रो जङ्गल सफारी सुरु भएको छ। गोलाघाट मलाई त पछि सुटिङ त नभए त म त बसेँ कि यहाँ टेन्सन कि यता आयो ट्याक्सीमा आउने भन्छ यहाँ दाइ कि यहाँ पानीको पानी हुन्थ्यो, पानी हुने हो। बिहान कुरा गरेको त्यो तपाईँको दुर्बिन दिन त त्यसको हेर्नु हरेड पनि छ पाऱ्यो सिधा पाऱ्यो के भन्ने बिहान कुरा गर्नु भएको चखेबाको जोडीहरू चखेबाको जोडी भन्छन् दैनिक एउटा मरि अर्को नि मर्दिने। नपाउनु भने म त यस्तो त पाउनु पर्छ त्यस्तो राम्रो चाहिँ राम्रो। पारी साइडमा हरिण देखिएको छ। ए तपाईँ हेरेर आएको ग्रामीण डकुमेन्ट किनभने यो आशा के खान्छ पानीको लिङ्क बाफ्रे उभे मर्छ हाम्रो खेतमा जङ्गल क्याट त 15-16 फिटसम्म उडेर त्यो समात्छ जङ्गल क्याट यहाँ बिरालो वन बिरालो यस्तरी बस्याउँछ चरा उड्दै गहिरा रहेछ पारी त पानीमा अगाडि जाउँ दाइ हामी ताने हाँस भन्ने चाहिँ नेपाली भाषामा चाहिँ के हाँस होइन यो पानी हाँस गहिरामा देख्नुभयो पानी हाँस पानीमा उता पानी
ऊ त्यो पानी घाँसको सिधा हेर्नु यो काँस फुलेर दुईवटा पारिपट्टिको लेफ्ट कान साइडको हल्ला काँसको सिधा हेर्नु त वहाँ पानी ऊ कान हल्लेर हालो बाहिरकोबाट हेर्दै अब बेडाहरू अब चरा माछा फुल्दै गयो माछा त यत्रो यत्रो माछासम्म मिल्छ घाँटीभन्दा मोटो माछा ढुङ्ग्रो मेरो भनेको कस्तो यो के भन्छ एलास्टिक देख्नुको भेडा टाउकोमै देखेको छ पानीमा बसेको त पानीमा बसिरहेको तराई र राप्तीको सङ्गम थलो दोभान कस्तो छ अरे अहिले हामी गोदरी साँझ रिसोर्ट रत्ननगर बाग महाराज चितवनमा छौँ। यहाँ चाहिँ नि रिसोर्ट छ एकदम राम्रो ब्युटिफुल बस्नलाई एकदम राम्रो।